सबैजनालाई कुशला तामाङबाट नमस्ते। आज म लिएर आएको छु मेरो साथीहरूलाई किन ल्याएँ भनेर हेर्नुलाई। ऊ हुनुहुन्छ, परिचय देऊ न। नमस्ते, म चाहिँ रेणुका श्रेष्ठ। बिना श्रेष्ठ। आज चाहिँ अब हामीहरू तीनजना कलर एक्सेन्ट भन्दाखेरि कलर एक्सेन्ट। ल सो गाइस, ल हजुर सुषमा तामाङ भनिदिनु न। ल गाइस, सो दिदीले राम्रोसँग इन्ट्रोडक्सन दिनु भएन, म पछाडिबाट भयो भने सबैजनालाई दिदीको च्यानलमा स्वागत छ। वेलकम टु कुशला तामाङ च्यानल। अनि आज चाहिँ तीनजना साथी बेस्टा के हो, तीनजना मुटाहरू कलर एक्सचेन्ज हुँदैछ। अब म भन्छु कलर चाहिँ होइन। ल म मेरो मनखुसीले भन्छ है। ल त्यहाँ हेर्दै भन्न किन मेरो मनखुसीले भन्छ। सुरुमा निकाल्नुहोस् ग्रे, खरानी कलर। यो खरानी कलर ग्रे। ल है केटाकेटीहरू खोज्छ। ल म भन्छ है, भेट्यो सबै भेट्यो। ल तपाईँको भेट्यो एकैचोटि भन्छ है। ल है भेटेँ रे। मैले तँलाई रेडी गर भनेर भयो। 1 2 3 गो। ए ग्रे, मैले मलाई रेणुका दिदीको मन पर्यो। नाइस मलाई एउटा म दिँदैछु ल। कस्तो क्युट ल्याइदिन्छु। नाइस है। ल अब चाहिँ व्हाइट। मेरो त सबैलाई मन पर्ने भयो नि, के गर्नु। भयो पायो। मैले पाएको पायो मेरो त। एकैछिन मेरो पाएन। एकैछिन अगाडिबाटै खोलेर राख्नु पर्दैन आन्टीहरू। त्यो गर्नु। ल मेरो पाएन। दिदी चाहिँ यतापट्टि। ल पायो, जेन पायो। 1 2 3 गो। ब्याक। मैं गरीब हूँ खोइ रेणुका दिदीको हेरौँ के हो त्यो। खै एकछिन तपाईँहरूले त नि आफूलाई चाहिँ के पनि लिएन। होइन आफूलाई लिने ल ए हो। थ्याङ्क यू। ए अनि मलाई त ब्याग आएछ। यो चाहिँ मलाई बिनाले दियो कि ब्याग रहेछ। ओइ मेरो पो सानो रहेछ। नाइस यार। ओ सबैभन्दा बेस्ट अहिलेसम्मको हुनुहुन्छ रेणुका। प्यारी समझ गई। तर यार एक्सचेन्जमा यतिको इफोर्ट चाहिँ देखेको थिइनँ है। ल मैले त सबै मेरो सस्तै छ। अब हरियो ग्रीन कलर नि। ग्रिन। मेरो ग्रीन कलर। मैं पागल हूँ। यो दिदीले कस्तो निकालेको फुत्ते। त्यही भनेको। ल ग्रिन। ल 1 2 3 गो। के हो यो? चक्लेट हो। Wait for it. Here it comes. Almost there. खल्लो लाग्यो। गाइज म चाहिँ लिएर जान्छु। खै त्यो अब यो मसला दिदीले त के लिएर आएको। यिनीहरूले यस्तो दिन्छ भनेर मलाई। ल भन अब होइन, एक्सचेन्जमा ठुलो कुरा आई थिङ्क माया हो होइन। यो दिदीले आफ्नो माया कसरी व्यक्त गर्ने भन्ने कुरा हो। अब निलो मतलब ब्लू भनेको कस्तो कलर? निलो कलर के त्यही हातमा भएको प्लास्टिकको जस्तो। ल भयो। 1 2 3 गो। मैले ला मलाई त रेणुकाले दिएको कस्तो मन परिरहेको छ। त्यो के हो तपाईँले बोकेको? खोलेर हेर ल। के हो यो चामको खोलेर Oh my god, thank you. Oh, nice.
नाइस यो चाहिँ मलाई मन पर्यो है ल तिमीहरूलाई यो पसलको परोटा यो दिले त कमेडी अब निकाल्नु पर्यो तपाईँहरूले कफी कलर कफी ल पाए मेरो त यो कलर है यो कुनै कलर हो यही देऊ कि एउटा हात खोइ कफी ले कफी कलर थिएन हौ मेरोमा छैन ब्राउन छ ब्राउन नै निकाल्नु न ए ब्राउन भनेको कफी हो क्या ओ माय गॉड के भएको लिएर आउँछ तिमीहरू निकाल्दै गर ब्राउन चप्पल निकालेको बाहिर गयो त ब्राउन भनेको मैले त कस्तो कन्फ्युज के हो त ब्राउन भनेको छैन कफी छ म त मिस के हो अब मैले के भयो म लिएर आऊ ल उसको त बाहिर राखिरहेको छ ला साच्चीकै ओइ यो बोकेर जानु अब घरमा यो छोराको आइडिया हो कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम यो त अनएक्सपेक्टेड भइरहेको छ यहाँ कसम यार रेणुका दिदी त मेरो मुखहरू फाट्यो कि थ्याङ्क यू म त 12वटा यो दिनलाई त म 12वटा पाचक ल्याइदिन्थेँ म 12वटा कलर लिएर जान्थेँ अब कुन भन्छस् न अब तपाईँहरूले निकाल्नु पर्यो एल्लो पहिलो ल निकाल ल तिमीहरू 1 2 1 2 3 गो ल ल ल ल यो पोस्ला दिले त यो एउटा ठुलो धेर भएछ लातीहरूको लागि गिफ्ट धेर भएछ चुट्टाएर धेर भएछ तिमीहरूलाई केरा खानु जरुरी छ दिदीको हेरौँ न प्लिज ओइ ओ माय गॉड मलाई किन राखेको येल्लो मलाई यहाँ किन कहिले चाहिँ खोइ मलाई देखि अनि त्यो हातमा भएको चाहिँ के हो अब तपाईँहरूले निकाल्नु पऱ्यो कुन थाहा छ पर्पल पर्पल भनेको बर्गन्डी ल मलाई थाहा भयो ल निकाल तिमी बर्गन्डीलाई पर्पल त भन्छ नि के भन्छ निकाल ओइ सालेले त के 1 2 3 गो ल छिटो छिटो गो मेरो त 1 2 3 गो भनिसक्यो कोही निकाल्दैन निकालिसक्यो ल मेरो यो गुजरात दिलले त कसम भनेको हेर्नु तपाईँ दुईजनालाई बर्बादै पारेको रहेछ है कहिले थ्याङ्क यू के हो थ्याङ्क यू यो स्टाफ ओ माय गॉड नाइस ल मेरो त होबो त ल तरकारी खा एउटा पुग्दैन अहिले मैले भन्छु एउटा पुग्दैन है एउटा पुग्दैन अहिले मैले भन्छु एउटा पुग्दैन है यो एउटा पुग्दैन यतिले कमेडी मात्रै गरेको छ जस्तो लाग्यो मलाई किन ठाउँहरू भन्न अरू अब गोल्डन ल तिमीहरू निकाल्यो निकाल्छु ल 1 बस्न ल्या छुट्यो कि ल 1 2 3 गो सुन ए सब लेख्यो अस्तिदेखि पाउजु लाउन मन लाग्यो भनिरहेको थियो क्या अब त्यही भएर क्या यो दिदीले त के हो ल तँलाई मलाई पाउ थ्याङ्क यू सो मच साथी मलाई सुनको पाउज आयो गाई सुन त दिन सक्दिनँ कि यस्तो माया दिए भइहाल्यो त्यो सुनभन्दा कम छ र अब तपाईँहरूसँग निकाल्नु अब ब्ल्याक ब्ल्याक चाहिँ यो पालोको पैसा म ठ्याक्कै तिर्दिन्छु 1 2 3 गो मैले चाहिँ 2 जनालाई ल यो दिले त हातमा लाउने मात्रै ल्याएर सकाएको रहेछ
अब पालो छ पिङ्क व्हाइटको चप्पल दिइसक्यो त ल 1 ल पाएँ मैले 1 2 3 गो धन्यो कोसिला दिदीले गाइज अहिलेसम्मको केही त गतिलो चिज निकालेछ न हसाउने पुरा ओ यत्रो किन्न कहाँ जानु भयो ल ढाडी भन्नु त थ्याङ्क यू कति दिनमा किनियो एक दिनमै किनेको मैले हो मैले थ्याङ्क यू ल गाइज अब एउटा छ बाँकी अझै छ होला मेबी कस्तो राम्रो पुगे छ वाउ हेलो ओरेन्ज अरेन्ज 1 2 3 गो के हो दुईजनाले त रेड पनि छ नि छ थाहा छ मलाई एउटा के हो दिदी यो त दुईजना खाने हो खाने खोइ फाल्नु न ल हेर्न लिन कसलाई दिले मागेको है धेरै 10वटा कुरा लगाइसक्थ्यो गाइज धन्न बिना दिदीले एक वचनमै दिए अब बाँकी छ है फेरि अझै कुन पिङ देखाउनु भयो नि तपाईँहरूले अब रेड लिन जान्नु त्यहाँ रेड रेड भन्दैछ 1 पायो पाएँ मैले 1 2 3 गो सबले पेन्टी बोकेर आएको तिनटाहरूले त धन्न कलर चाहिँ डिफ्रेन्ट लिएर आएछ तिम्रो लागि सेक्सी वाला भ्यालेन्टाइन डे आउँदैछ के हो यो लिपस्टिक हो राम्रो देख्छ नि त हैन त्यही भएर मैले रेड ल्याइदिएको तिमीलाई थ्याङ्क यू म मरुले लाउँछु यो चाहिँ ल भ्यालेन्टाइन डे को शुभकामना सहित अब अरू त छैन है अब त कलर सक्यो जस्तो लाग्यो मलाई जहाँसम्म लाग्छ अनि सो गाइस तर मैले नसोचेको थियो कि तर यस्तो गिफ्ट मैले चिनहरूलाई तैँले हँसाउने दिन्छु भन्थिस् नि त मलाई मुखले भन्ने सरप्राइज त यही नै त हो नि हैन तर जस कमेडी मैले यो बनाएको मात्रै गरिदिएँ ल 10 मिनटको ल अनि सो क्युट यो 10 मिनटको भिडियो बनाइदिएको छु भन्दा स्पेशल मलाई मलाई पनि नेक्स्ट लेभल यो चाहिँ कस्तो लागि बिनाकोलाई हाम्रो मैले सोचे नि यो सोचेकै थिएन क्या गिफ्ट त ठिकै राम्रो गाइज अहिलेसम्म मैले पनि एक्सचेन्जमा चाहिँ कति धेरै के देखेको छु ठुल्ठुलो गिफ्टहरू पनि देखाइदिएको छु कति साथीहरूसँग पुरा मेकअपहरू तर अनएक्सपेक्टेड कसम दिदी तर मलाई पनि यो ग्लासको आइडिया चाहिँ एकदम के त्यो छुट्टै हैन तिमीहरूलाई मेरो गिफ्ट राम्रो लाग्यो है नि त त्यसमा यो यसमा राखेर खानु पर्यो देख्दैन सबसे यहाँ हेर्न अनि मैले गिफ्ट त कसम भनेको यो कोसिला दिदीको थियो गाइज कसम भनेको सबसे यो सँग त यो छ नि कोसीलाई दिएको चाहिँ यो खान्छ यो टोक्दै गर्छ शीतल हो गाइस यसको र मेरो प्याड थियो कस्तो सेम तपाईहरु त कस्तो छुट्टाएर दिइराख्यो तपाईहरु त साच्चै बेस्टी जस्तो है ओके के एउटा मलाई लागिरहेको थियो तपाईहरु दुईजनामा एउटा न एउटा केही त मिल्नु पर्ने मिल्ने हो भन्ने मलाई लागिरहेको थियो कि भित्रबाट धन्न प्याड भए पनि मिलेछ है अरु के मिल्यो तर सबसे मैले मेरो म ऑडियन्स गाइस यो पनि मिल्थ्यो युजलेस चाहिँ कोसिला दिदीको गिफ्ट थियो है किन्नु न दिदी भन्दै थियो ड्रिममा त्यहाँ कायो छ के किन्नु भन्दै थियो तर यार इनका दिदी अनएक्सपेक्टेड गिफ्ट मैले तपाईबाट पाएँ नि अनएक्सपेक्टेड कोसिला दिदीबाट एक्सपेक्ट थियो कोसिला दिदी त भएछ गाइस होइन मैले हस्ने गरेको थिएँ कि तर होइन मैले यो त मैले एकैछिनमा गर्नु लाग्यो क्या मलाई त्यो ठ्याक्कै दिमागमा आयो क्या अनि एउटा भाइ थियो अनि त्यहाँबाट गरिदेऊ न भनेको जस 3 घण्टामा निकाल्दै क्या कस्तो राम्रो पैसा पनि यार तिम्रो पनि यो क्या छ नि बब्बा तर हैन मैले भन्ने दिदी तपाईहरु दुईजनाको गिफ्ट चाहिँ मलाई साच्चै भनेको कस्तो कोसिला दिदीको चाहिँ कस्तो भने कमेडी ठ्याक्कै भिडियोको लागि टाइपको नै भयो के यो पनि झन् चाहिन्छ हौ महत्त्वपूर्ण क्या हैन के मतलब हैन तपाईहरु तीनैजनाले उस्तै गरेको भए सायद अहिले यो मजा आउँदैन थियो के ठुलो मजा आएन प्रिन्टी पनि कस्तो दिएको यो मोटी छ ठुलो दिए यस्तो सेक्सी वाला अनि यो पातली छ नि त यसलाई सानो साइज के फेरि मलाई भ्यालेन्टाइन डे आउँदैछ तँलाई त
सुहाउँछ सुहाउँछ, तपाईँलाई त कस्तो sexy सुहाउँछ। देख्छ। हामीलाई त पेड यसले त यो लगा यो पोज अनि पोज यस्तो यस्तो गर्दै गर्दै हाल्दा गिफ्ट फ्रम एक्स के अरे कलर एक्सचेन्ज दिदी मलाई चप्पल कहाँ मन पर्यो कस्तो नि यसले यो व्हाइट चाहिँ मलाई मन परिरहेको थियो नि त तँलाई र मलाई व्हाइटै दिएछ मलाई कस्तो मन पर्यो एकछिन फोन नउठाउनु ल अनि उता गएर उठाउँछु यति राम्रो के तर यार नसोचेको गिफ्ट दियो त यार तिमीले त मेरो बर्थडेमा पनि यतिको दिएनौ त खोइ तपाईँले कस्तो लिप लाइनर दिएको खोइ हेर्नु त ऊ त्यो लिप लाइनर दिन्छ दिदी बिना दिदी बर्थडेमा दिने धेरै थियो साथीको होइन थ्याङ्क यू तर आज नसोचेको तिमीहरू तर मसँग आएन यार आयो त आर्यनले कुच्चो दिनु न दुईटा आन्टीलाई अरे के अनि त्यो पनि आर्यनले किनेर ल्याएको हो कि यो हो यो तिमीहरूलाई फोहोर फ्याल्ने गाइस देखिहाल्नु भयो मेरो माया मैले कति माया गर्छु मेरो साथीहरूले कति माया गर्छ तर मैले चाहिँ के सोचेको थिएँ भने मतलब मैले त देखिरहेको थिएँ नि त हाँसी मजाकहरू देखिरहेको थिएँ अनि मैले चाहिँ के भने हाँस्ने खालको दिन्छ भनेर तर नसोचेको गिफ्ट चाहिँ मैले बिना र मेरो बेस्टीबाट पाएँ अरूभन्दा नि मलाई यो यति मन पर्यो हामी तिनजनाकै छ यो यस्तो राम्रो छ यो नसोचेको बिना दिदी त कस्तो राम्रो आएको हो बिना अलरेडी राम्रो छ बिना अलरेडी राम्रो यस्तो होइन बिना अलरेडी राम्रो छ अनि अनम्यारिड हो त्यही भएर मैले केरा र यो दिएको मोटाउनलाई यो दिनकै केरा खाएँ है यो भेन्टन होइन खाइहाल के लाएर दिन्छु तिम्रो हातमा फोहोर लाग्ला ल बिना दिदी सरी तर दिन्छ है बिना खाऊ ए बिना दिदी यो तपाईँ लिनु यो म लिन्छु है ए अनि मैले यो स्पेसली यो त दिदीले लाउँदैन यस्तो खोइ ल म दिन्छु क्या यो स्पेसली उसलाई तरकारी खाऊ भनेर है ल मैले गेस चाहिँ नगरेको क्या उसले यो त ल्याउँदैन होला किनभने अघि मैले त्यहाँ त्यो तरकारी बनाउँदा फ्रिजमा ठ्याक्कै देखेँ अनि यो घरमा कहिले त यो तरकारी खाएको थाहा छैन मलाई किन ल्याएछ भने म सोचेको थियो क्या मैले सोचेको थियो यहाँ आउँछ भने केरा पनि सकेको छैनौ अझै थियो यो 1 केजी केरा पनि देखिनौ केरा त यहाँ बाहिर सोचेर नि अनि त आर्यन थियो नि त आर्यन खान्छ होला भन्ने सोचेको थियो क्या मैले मैले त यस्तो सब राम्ररी देख्छु त म त यो क्यामेरामा सो गाइस होइन यस्तै हो यो सब आर्यनको प्लान थियो मैले चाहिँ इभन म चाहिँ अरू कुराहरू पनि दिन लाग्थेँ अनि आर्यनले मम्मी यो हँसाउने हो नि त हँसाउने कुराहरू लिनु न तपाईँ भन्यो हँसाउने पनि भयो यति धेरै माया पनि पायो गिफ्ट पनि पायो ल सुन्देऊ अर्को गेममा चाहिँ तिमी सुन्देऊ ए ल हुन्छ अर्को सालमा हामी लसुन अदुवा सबै तरकारीको पसलमा सो गाइस हाँसी मजा भइहाल्यो अहिले ल हजुरहरूले हेर्दै गर्नु होला कोसिला युट्युब च्यानलमा मजाले हेर्नु होला अझै हामीले गेम लिएर आउँदैछौँ हामी तिनजना चाहिँ सिजर पेपर रक भाला त्यो चाहिँ कहाँ गएर ल्याउँछु भनेर हेर्नु होला सो गाइस हेर्दै गर्नु होला अरू के भन्नु सबैजनालाई बाई बाई भनिदिनु होला सबैजनालाई रमाइलो लाग्यो भन्नु न सबैजनालाई रमाइलो लाग्यो होला सबैजनालाई हेर्दै गर्नु होला अझै पनि यस्तै रमाइलो हामी लिएर आउँदैछौँ तर यस्तै गरी गिफ्ट दिनु होला साथीमा फेरि साथी भनेर गिफ्ट दिएर कुरा चाहिँ नगर्नु होला बाई बाई